हेलो एभ्रिवान, हाम्रो यो चाहिँ यात्रा रहेको छ आजको युएस भर्जिनियादेखि नेपालसम्मको टर्किस एयरलाइन्सबाट। अनि हामी चाहिँ खुब एक्साइटेड छौँ नेपालको लागि, बहिनीको बिहेको लागि। अनि मैले नेल पनि फर्स्ट टाइम गरेको थिएँ। अनि अचुजीको सरप्राइज भनेको चाहिँ कपाल थियो। पुरै सेतो बनाउँछु भनेको कपाल त्यतिसम्म भयो त्यो कालो कपालको लागि हैन। अनि हामी एक्साइटेड भएर प्लेनको वेटिङमा चाहिँ कुरिरहेको थियौँ हैन। अनि म फेरि परेँ, भोक लाग्ने खाले, प्लेनमा चाहिँ केही नखाने खाले। अनि त्यही एयरपोर्टमै चाहिँ चिकफिले किनेर अनि प्लेन चढ्ने बित्तिकै सुरु गरिहालेँ। तातो हुँदाखेरि अब अप्सन त्यही नै भयो। म चाहिँ प्लेनमा चाहिँ निदाएँ, लगभग सबै कुटहरू बाटोमा निदाएँ। यस्तै गरेर हजुरले लिनुभएछ यस्तो पाराले म निदाएँ। अनि आफू चाहिँ मजाले वर्ल्ड कप क्रिकेट हेर्ने मौका पाउनुभएछ। अनि त्यही हेरेर बस्नुभयो। प्लेन खाली खाली जस्तो थियो, एउटा सिट बिचमा खाली नै थियो, त्यही भएर एकदम कम्फर्टेबल पाराले नै जान पाइरहेको थियौँ। पुरै एक्साइटेड पाराले पुरै म्याच हेरेर जान पाउनुभएछ। बाहिर बादल बादल जस्तो थियो, त्यस्तो क्लियर आउट थिएन। हामी ठ्याक्कै यो जालको उसकोबाट थियो, सिसा क्लियर नभएर बाहिर त्यस्तो राम्रो चाहिँ देखिएको थिएन। तर पनि दृश्य चाहिँ एकदम रमणीय थियो। अनि हजुर चाहिँ यत्तिकै हो, पुरै सुत्दै नसुतेर अझै उठ्दै सुत्दै गऱ्यो। उहाँ 3 विकेट गयो श्रीलङ्काको भनेर के भन्नुहुन्थ्यो। उसमा चाहिँ एकदमै तल ल्यान्ड हुने ठाउँमा चाहिँ एकदम बादल थियो। अनि बिस्तारै हामी यो इस्तानबुल सहर हुँदै इस्तानबुलमा चाहिँ ल्यान्ड गऱ्यौँ। कस्तो गचागचै कस्तो रहेछ, पुरै काठमाडौँ जत्तिकै इस्तानबुल सहर पनि। अनि इस्तानबुलको लागि हाम्रो यो फ्लाइट पुरै त्यो फ्यातफ्यात भइरहेको थियो, त्यो फ्लाइट। त्यही हेर्दै पुरै बादललाई फारे चाहिँ गरेर बिस्तारै हामी ल्यान्ड गर्ने तयारीमा थियौँ। अनि ल्यान्डिङ पनि भयो। सबैजना चाहिँ ब्यागिङको लागि, हामी चाहिँ लास्टसम्म जाने भनेर आरामले गरेदै बस्दै गऱ्यौँ। अनि अझ पुरै टाइम पनि केही सुत्नु भएन। अब चाहिँ हाम्रो 8 घन्टाको ट्रान्जिट थियो कुर्नुपर्ने। अनि हामी थपक्कै 2टा लगेज ह्यान्ड क्यारी थियो। अचुतको फेरि ल्यापटप क्यामेरा गरेर ब्याग एकदम हेभी भएको थियो। जति वेट नगर्ने भन्दा नि वेटको त्यस्तै भइरहेको थियो। अनि हाम्रो जति पनि इनफ टाइम थियो, गेट नम्बर चाहिँ देखाइसकेको थिएन। अनि हामी घरि उता हिँड्ने घरि उता डुल्ने गर्दै बसिरह्यौँ हैन। घरि मैले घिसारेँ, घरि हजुरले घिसार्नु भयो सुटकेस। अनि ट्रान्जिटमा पर्फ्युमहरू पनि हेऱ्यौँ, पर्फ्युमहरू लिग्यौँ। अनि घरि केही फ्राइजहरू त्यस्तै खानेकुराहरू खान थाल्यौँ। घरि बस्यौँ, गर्दै टाइम त कति छिटो बितिहाल्यो। अनि चाहिँ यो आँखाले चाहिँ यस्तो राम्रो भ्यू थियो यहाँनिर हैन। क्यामेराले चाहिँ त्यस्तो राम्रो खिचेको छैन। अनि त्यस्तो भिडभाड पनि थिएन त्यो बेला। यस्तो रमाइलो भइरहेको थियो। नेपालीहरू पनि धेरै हुनुहुन्थ्यो, पेट्रोल भएको थियो। अनि प्राय युरोपियनको लागि ट्रान्जिट हुँदो रहेछ। अनि हाम्रो 8 घन्टा पनि यत्तिकै बितिहाल्यो। अनि फेरि नेपालको लागि हामी रेडी टु गो। अनि बाई बाई इस्तानबुल भन्दै गयौँ। अनि मलाई चाहिँ त्यस्तो खानै मन लागेन, त्यही भएर मैले लिइनँ। मेरो साटो हजुरले नै लिनुभयो। अनि हजुरले मेरो भेज मिल चाहिँ हजुरलाई पर्यो। अनि मैले तिमीले गरेर मलाई भेज पर्यो, मैले अरू केही खान पाइनँ भन्दै हुनुहुन्थ्यो। अनि मेरो भाँडा चाहिँ कस्तो क्युट लाग्यो थियो मलाई, सानो चुटुक्कको। हेर्दै अनि यहाँ मैले चाहिँ अर्को नयाँ अप्सन्स पनि भेटेँ, मलाई थाहा थिएन। अनि यहाँ पुरै मेडिटेसनको अनि भजनहरूदेखि लिएर सद्गुरुको धेरै अप्सन हुँदो रहेछ। म चाहिँ त्यो नै इन्जोय गरेँ। एकछिन चाहिँ त्यही सुन्न थालेँ, रमाइलो लाग्यो। एकछिन त्यही गरेँ। मुभीहरू प्रायः हेर्न मन नलाग्ने। अनि नेपाल आइपुग्दाखेरि त कस्तो क्लियर देखिया छ पहाडहरू, हिमाल। राम्रोसँग चाहिँ मेरो क्यामेराहरू चाहिँ अलिक एडजस्ट गर्न मिलाएको थिएन। यो प्लेनको पाता चाहिँ ठ्याक्कै परेको थियो, तर हिमाल चाहिँ यस्तो राम्रो भ्यू देखिया थियो। अनि हामी काठमाडौँको अनि टेक्यौँ, तर बादल थियो कि तल आधा घन्टा त्यहीँ घुमाइरह्यो ट्राफिक भएर। अनि त्यसपछि ल्यान्ड गरेर गाद्रा गर्दै
पुरै बाटै बिग्रिए चाहिँ गरेर पुरै हल्लाइ पुग्यो। अनि फाइनली हामी नेपाल आइपुग्यौँ। त्यसपछि हामी चाहिँ नेपालमा त्यही ट्याक्सी बुक गरेका थियौँ। चितवन चोरमारा जानुपर्ने थियो, त्यही दिन मेहन्दीमा जानुपर्ने थियो। अनि त्यही भएर अनि बाटोमा जाँदा लालीगुराँस भेटेँ, एउटा भाइले बेच्न राखेको। अनि मैले सपनीलाई ल्याइदिन्छु भनेर लालीगुराँस पनि लिएँ होइन। अनि हामीलाई चाहिँ दाइ यस्तो रमाइलो हुनुहुन्थ्यो है, सबै टुर गाइड झैँ गरेर यो यहाँ हुन्छ भन्दै उसको बारेमा पनि बताउँदै प्लान भएको थियो। नेपालको त्यही छ क्या दुःखका, यो बाटो बनाउनलाई अलिकति ठाउँहरू चाहिँ सबै यस्तै छ क्या। यो त तल भिमेरी जेल देखिन्छ, अब त्यहाँ जेल देखियो, त्यहाँदेखि यहाँबाट अहिले पनि चालु छ त्यो जेल। ल कस्तो चालु हो जेल भन्न खोज्या कस्तो डर लाग्दो मलाई त पाल्पा जाँदाखेरि भएको थियो बाटो देख्दै। यसो ट्रेकको टक्क मिलाएर टायर मिलाएर लानुपर्छ। राणाकालको पनि अहिलेसम्म नयाँ चाहिँ नबनाउने यसलाई त प्रिजर्भ गरेर राख्नुपर्ने होइन, अर्को बनाएर यो त हिस्ट्री हो नि त। मेरो अलि हो यस्तो घर चाहिँ राणाकालको त्यो उनीहरूको भयो होला, अरू त सबै माटोको अनि काठको। तर उनीहरू चाहिँ देश विदेश घुमेर हामी घरमा सुत्दा थियौँ कि यही कुन चाहिँ दरबार हो कि के थियो तर्साएन पुरानो मलाई यसमा चाहिँ हो यहाँ चाहिँ पिएससी ठ्याक्कै आज प्राथमिक स्वास्थ्य केन्द्र लेखेछ नि त्यहीँभित्र पछाडि पनि थियो, बस्न चाहिँ पछाडिमा भनेको, त्यहाँ पनि बेड थियो, यहीँ बस्यौँ खोत्रेमै भनेर। इन्डियामा जहिले पनि देखाउँछ नि त्यो पहिला त्यो बेला उसहरूको पालाको ब्रिटिसहरूको त्यो बेलाको पालाको चाहिँ खण्डहर उसको फिल्महरू बनाउनु पर्यो, त्यसैको कन्सेप्टमा हुन्छ नि। हेटौडाको मेन बुद्ध चोक यताबाट वीरगञ्ज, ए अमलेखगञ्ज वीरगञ्ज हजुर। यताबाट चाहिँ अब हामी अब नानघाट त्यो कपडा यसरी राख्यो अनि हेर्नु त जे चाहे परैबाट देखिन्छ होइन। एउटा मन परेन अर्को कसको लागि बार्गेन गर्यो होइन, त्यसमा नि आफ्नै मजा छ। यता हो तपाईँले भने ठिकी हाम्रो हेटौडाको ठुलो हस्पिटल, सरकारी हस्पिटल यो राम्रो छ अरे फेरि है, मैले धेरै सुनेको थिएँ यो हस्पिटल। यसमा तपाईँको अहिले मनमोहन पनि आयो, मेरो साथी नै छ, साथीहरू दाइहरू सरहरू अनि हामी यहाँ नारायणघाटको लागि आउँदै थियौँ होइन। बिचमा चाहिँ यो सूर्य कस्तो राम्रो देखिएको थियो है, पुरै फुलमुन जसरी नै देखिएको थियो, मुनै जस्तो देखिएको थियो होइन। चन्द्रमा डुब्न लागेको घाम चाहिँ रातो आँखाले हेर्दा त यस्तो राम्रो देखिएको थियो। अनि बाटो पनि फराकिलो, अहिले त बाटो त वाउ हेर्न लायक, यस्तो राम्रो भएर रहेछ बाटो पुरै बनाउँदै। त्यो नारायणघाटको बाटो कस्तो राम्रो, अनि त्योभन्दा उताको बाटो पनि त्यस्तै राम्रो थियो गैँडाकोटको
गएको बाटोहरू है यस्तो रमाइलो लाग्दै थियो यो बाटो हेर्दा चाहिँ ओहो बल्ल यस्तो भयो भने पो हाम्रो देश बिस्तारै बिस्तारै चाहिँ विकास चाहिँ हुँदैछ है भने जस्तो भइरहेको थियो यस्तो रमाइलो लागेको फुल हामी जाँदा जाँदै नि सबैजना कि हो बाटो चाहिँ यस्तो राम्रो है भनेर त्यही मात्रै डिस्कसन चलिरहेको थियो हाम्रो अनि फुलको उसमा चाहिँ यो सायद हर्कपुर हो कि कतातिर होला सायद यो अनि बाटो चाहिँ यस्तो रमाइलो हुँदै अब हामी कहाँ आइपुग्यौँ सायद यो चोरमारा होला अनि फाइनली हामी चोरमारा आइपुग्यौँ अहिले बाटो त यस्तो राम्रो यति छिटो आइपुग्यौँ हामी सायद 5 घन्टामा आइपुग्यौँ होला एयरपोर्टदेखि चोरमारासम्म नै बिचमा खाना खान रोक्यौँ अनि आइपुग्यौँ हामी चोरमाराको घर मैले आफैले दुईवटा पातो थियो गल्ली होइन आफैले गल्ली चिनी बिर्सिरहेको थिएँ अनि हाँसेर ससुरालीको बर सम्झिनु भयो त्यसले चाहिँ यो होइन त्यो आइपुग्यौँ घर अनि त्यसपछि हामी फेरि हतार अनि हामी आइपुग्यौँ घर भएर निस्क्यौँ गाडी नपाएर बाहिर ट्याक्सी खोज्दा पनि पाइएन अनि हामी छिटो रेडी भएर यो पाराले त्यही बसमा चढेर हामी खाउसतीको लागि गयौँ होइन अहिले मेहन्दी सुरु भइसकेको थियो त्यसपछि यहाँ चाहिँ यहाँ छोरीको सङ्गीत चलिरहेको थियो होइन मेहन्दीको लागि इमोसनल मोमेन्टहरू पनि भइरहेको थियो यस्तो रमाइलो हुनुहुन्थ्यो होइन रमाइलो गरेर नाच्दै गाउने कार्यक्रम चाहिँ अलिक अगाडिसम्म चलिरहेको थियो चाहिँ ड्यान्सरको दाइहरू पुरै फन्नी मोमेन्ट अनि दिशा पहिरो लाउने चाहिँ हुनेवाला ड्यान्सर पुरै डान्स मोडमा पुरै नाचेको हुनुहुन्थ्यो गएदेखिको होइन अनि त्यसपछि घरिको हिँड्दा सबैजना चाहिँ नाच्यौँ हामी पनि नाच्यौँ रमाइलोसँग मेहन्दीको कार्यक्रम भइरह्यो रमाइलो भएको थियो त्यो दिन मेहन्दीमा अनेक गीतहरूमा नाच्ने मेहन्दी लगाउने त मैले सबै रेकर्ड गर्न चाहिँ पाइनँ तर अलिअलि पढ्को क्लिपहरू चाहिँ त्यो मेहन्दी लगायौँ गऱ्यौँ दाजुभाइहरू चाहिँ सबैजना परिवार एकदम रमाइलो सबै नाच्न एकदम सिपालु होइन पुरै माहौल नै एकदम सङ्गीतमय थियो पुरै कति अबेलासम्म बसेर नाचगान चाहिँ धेरै बेरसम्म भइरह्यो अनि बहिनीको रमाइलोसँग भयो अनि भोलिको लागि चाहिँ हामी सायद कति अबेला भएको थियो सुत्ने बेलामा 12-1 कति बजा थियो बहिनीको 3 बजे नै मेकअपको लागि जानुपर्ने थियो अनि त्यस्तै 2-3 घन्टा मात्रै सुताएको जस्तो कार्यक्रम भएको थियो त्यो दिन अनि भोलिपल्ट बिहानै बहिनी चाहिँ मेकअपको लागि नजिकैको पार्लर अनि त्यहीँ गएँ अनि मैले सबै क्लिपहरू चाहिँ लिन भ्याइनँ जति जति लियो त्यही मात्रै एड गरेँ अनि बहिनीको मेकअप चाहिँ म चाहिँ दिउँसोतिर गएको थिएँ बहिनीको मेकअपको लागि
होइन उसको मेकअप चाहिँ मन पऱ्यो मलाई। सिम्पल न्युड जस्तो मेकअप थियो अनि हेभी बुटिक ब्लाउज साडीहरू सबै हेभी थियो। अनि यता रिचाको मेकअप फेरि अर्को थियो। अनि यता प्रशंसा बहिनीको बेस्ट फ्रेन्ड अनि प्रशंसाको छुट्टै, यहाँ तारा दिदीको मेकअप छुट्टै होइन, आफ्नो थियो। म चाहिँ मेकअप पनि गर्दिनँ भनेर बसिरहेँ। अनि फाइनल्ली रिचाको हेयर चाहिँ यस्तो कडा भएको थियो अनि बहिनीको नि फाइनल लुक यस्तो, सी लुक सो प्रिटी। अनि हल्का फोटोसुट पनि भइरहेको थियो अनि हामी यता आइपुग्यौँ। अनि यसो गर्दा ट्याक्क जुत्ता लाग्ने बेला परेछ। अनि मैले बिस्तारै बिस्तारै सानो सानो क्लिपहरू एडहरू गरिरहेको थिएँ। अनि यसरी जन्ती आउन चाहिँ एकछिन अलि ढिलो भएको थियो, कति 2 बजीतिर बल्ल आइपुग्नु भएको थियो जन्ती। अनि ठ्याक्क जन्ती आउने फेरि यता बाजाको टिम खाना खान बस्ने भएर एकछिन फेरि कुर्न परेछ। अनि मेरो बहिनीलाई कति राम्ररी देखिया थियो। अनि चाहिँ यता मगर बाजामा चाहिँ नाचगान चलिरहेको थियो। अनि हामी हाम्रै टाउनमा थियौँ कता अनि सबैजनासँग भेट पनि भयो। आएकै भोलिपल्ट थियो, अलिकति निन्द्रा पनि मिलिरहेको थियो। अनि यहाँ चाहिँ ट्याक्क स्वयम्वर गर्ने बेलामा सब घुम्टो ठन्क्या हतारेर हेर्छ। अनि यस्तो राम्रो देखिएको थियो जयसालाई पनि चट्टै एउटा थियो, सब सुट गरेको थियो होइन। टाइममा अनि मैले चाहिँ उहाँबाट कन्फेटी लिएर आएको पड्काउने, पड्किँदै नपड्किँदै म्यानुअल गर्नु पऱ्यो बताइदिन्थ्यो हजुरले। त्यसपछि मोमेन्ट चाहिँ बेस्ट मोमेन्ट थियो। अनि कति धेरैजनालाई चाहिँ भेट पनि भयो हजुरआमाहरूसँग, दिदीहरूसँग यही बिहेको मौकाले भेट भयो। अनि तारालाई चट्ट राम्रो देखिरहेको थियो होइन मजाले। उनीहरूले चाहिँ आफू जे होस् आफ्नो रहरको हिसाबले चाहिँ बिहे गर्ने मौका जोड्यो। अनि फेरि यस्तो भए चाहिँ यताको फेरि आयो सीमाको छोरी यहाँ नानीलाई चाहिँ टोपी लगाइदिउँ बहिनीलाई भनेर अनि टोपी खोलेर दिनेहरू चाहिँ आफ्नो उयसमा थिए, बहिनी भनेर माया गर्ने भनेर मोमेन्ट माया गरेको बहिनीलाई खाना नानी दिने बेला पनि भइसक्यो। मैले चाहिँ धेरै क्लिपहरू चाहिँ छुटाएँ होला। अनि खाना नानीको मोमेन्ट यहाँ चिनी पुग्ने यहाँ बिहेमा बसेपछि नि देवरसँग धेरै गफहरू रहेछ नि चाहिँ होइन। मजाले मण्डपमै देवर बाबुसँग गफ चलिरहेछ। अनि यता डान्स पार्टीको आफ्नै रमाइलो छ। अनि अन्माउने बेला चाहिँ अँध्यारै भइसकेको थियो अनि बिचमा त एकचोटि लाइन पनि गइरहेको थियो। अनि त्यसपछि फोटो पनि बिचबिचमा अलिअलि खिच्यौँ तर म चाहिँ कतै पनि छैन भिडियोमा। अब मैले खिचेँ, अचुत कहाँ कुन दुनियाँमा हराइरहनु भएको थियो। अचुतको त्यही दिन बर्थडे थियो मङ्गलबार फेरि। अनि त्यही भएर अनि अब चालेर पुरै चुरुक्कै चालेर यता राखिदिनु भयो जयसालले। अँध्यारो चाहिँ अँध्यारो भइसकेको थियो। अन्माउने बेलामै 10:09 9:30 भएको थियो कि त्यस्तै भएको थियो होइन। त्यसपछि बिचमा लाइन गएर एकछिन चाहिँ म पुरै अँध्यारो पनि अँध्यारो भएको धेरै गएन, एकछिनमै आइहाल्यो लाइन चाहिँ। अनि हामी बहिनीहरूको बिहे अन्माउने सबै काम सिद्ध्याएर अनि हामी फर्क्यौँ। यसरी बिहे सकियो।